नमस्कार। जय मानव सेवा। सबैले माथि हात उठाएर जय मानव सेवा। धेरै धेरै धन्यवाद। जहाँ बस्यो त्यही राम्रो, रूपन्देही अझै राम्रो। जहाँ बस्यो त्यही राम्रो, रूपन्देही अझै राम्रो। टुट फुट गुट भन्दा एकता होस् हाम्रो। आँसु एउटै, हाँसो एउटै, रक्तका राता संसारमा जहाँ रहूँ मानवता होस् नाता। संसारमा जहाँ रहूँ मानवता होस् नाता। आज 2082 साल मङ्सिर महिनाको 21 गते मानव सेवा आश्रम मानवता प्रवर्धन महाअभियान लुम्बिनी प्रदेश रूपन्देही तिलोत्तमा पश्चिम पौडीमा आश्रय लिइराख्नुभएका हाम्रा आश्रमका गरिमा लक्ष्मी नारायण बाल गोपालजीहरूको लागि बिहानको भोजन सप्रेम अर्पण गर्न भनेर आज बुटोल 6 लक्ष्मीनगर निवासी आदरणीय आमा हुनुहुन्छ दिलापुन ज्यूले आजको बिहानको भोजन सप्रेम अर्पण गर्न भनेर आइसक्नु भएको छ। आदरणीय आमा दिलापुन मगरज्यूलाई म आश्रममा स्वागत गर्न चाहन्छु। सबैजनाको योगदान मानव सेवा आश्रमको स्वागत गरिदिनुका लागि म आदरणीय बहिनी सबैले र हाम्रो मानव सेवा आश्रमको श्रेष्ठ कार्यकर्ताहरूलाई म हार्दिक अभिनन्दन गर्न चाहन्छु। यसै गरी आदरणीय आमा हुनुहुन्छ चेलीमाया थापाजीलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी छोरा हुनुहुन्छ प्रेम बहादुरज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी बुहारी हुनुहुन्छ दिलुज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी आज यहाँहरू चाहिँ आजको जन्मदिन गर्नुहुने आदरणीय नातिनी हुनुहुन्छ जीविता मगरज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी दिपा राणाज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी आज जन्मदिन पर्नुहुने क्रिस पुन मगरज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी हुनुहुन्छ भीमा कुमारी थापाज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी हुनुहुन्छ निकिता थापाज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी सावित्री भोटज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। यसै गरी ज्योति सन्देशज्यू, यसै गरी माया थापाज्यू, कुमारी थापाज्यू, यसै गरी निर्मल थापाज्यूलाई पनि म आश्रममा स्वागत गर्न चाहन्छु। आज यहाँहरूले देखालाको सप्रेम अर्पण गर्न भनेर आउनुभएको छ। आज दिशापुर मगरज्यू र आदरणीय क्रिसपुर मगरज्यूको शुभ जन्मदिनको अवसरमा मानव सेवा आश्रममा आएर सप्रेम अर्पण गरिदिनुहुन्छ। उनीहरूलाई म धेरै गर्न चाहन्छु। जन्मदिन पर्नुहुने आदरणीय दिशापुर र क्रिसपुर मगरज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। आज यहाँहरू योभन्दा पहिलाका दिनहरूमा पनि यहाँहरू आएर मानव सेवा आश्रममा सहयोग गरिसक्नु भएको छ। यहाँहरू आज फेरि पनि मानव सेवा आश्रममा आएर सहयोग गर्दै हुनुहुन्छ। यहाँहरूप्रति म धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यहाँहरूले बिहानको भोजन मात्रै नभएर हाम्रा बुवा आमा नानी बाबुहरूको लागि न्यानो कपडा पनि सप्रेम अर्पण गर्न भनेर आउनुभएको छ। यहाँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब पनि म कति पनि ढिला नगरिकन यहाँहरूलाई आदरणीय नानु र बाबुलाई अगाडि रहेको पानसमा दीप प्रज्वलन गरिदिनुका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरूको सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हामी अगाडि रहेको पानसमा दीप प्रज्वलन गर्नेछौँ। सबैजनाले जोरदार ताली बजाउनुहुनेछ।
धेरै धन्यवाद। तर स्वस्थ होस् भनेर निर्मल होस् स्वस्थ रहोस् भावना, तर स्वस्थ होस् भनेर निर्मल होस् स्वस्थ रहोस् भावना, अझै उन्नति अझै प्रगति सुस्वास्थ्य रहोस्, यही छ मानव सेवा आश्रमको तर्फबाट आदरणीय नानो दिपी सापुन मगरज्यू र आदरणीय बाबु क्रिस पुन मगरज्यूलाई जन्मदिनको धेरै शुभकामना, जन्मदिनको धेरै शुभकामना। अब पनि म मानव सेवा आश्रममा आएर आफ्नो जन्मदिन मनाउँदै गर्दा आफूलाई लागेका भावनाहरू राखिदिनुका लागि आदरणीय नानो हुनुहुन्छ दिपी सापुन मगरज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते सबैजनालाई। यहाँ आएर मलाई धेरै खुसी लागेको छ। तपाईँहरूले आमा बुबा अङ्कल आन्टी सबैजना भने बच्चाहरूले धेरै राम्रोसँग हेरिदिनु भयो रहेछ। खुसी लाग्यो तपाईँहरूको हेलो खुसी लाग्यो तपाईँहरूको हार्डवर्कले यस्तो राम्रो ठाउँमा सबैजनालाई हेरिदिएकोमा धेरै धन्यवाद। अनि खाना पिना लुगा लाउन सबलाई होपफुली पुग्छ अनि त्यति नै भन्न चाहन्छु।